हेलो साथीहरू, नमस्ते एन्ड वेलकम माई लाइफ स्टोरी। साथीहरू हामी बिस्तारै काठमाडौँ त्यसरी बस्दै गर्ने क्रममा प्रब्लमहरू आउन लाग्यो। के कारणले भन्दाखेरि प्रब्लम पैसा चाहिँ अब पहिला सबै कुराहरू दिदी भिनाजुले हेरिरहेको हामीलाई हैन। अब बस्न खाना सबै कुराहरू अब आफै बस्ने भएपछि त सबै कुराहरू आफैले हेर्न पर्यो र आफैले खान पर्यो। अनि त्यही कारणले गर्दाखेरि चाहिँ हामीलाई अलिकति बिस्तारै समस्याहरू आउन लाग्यो। किन भन्दाखेरि हामीलाई अब फिक्स स्यालेरी तोकेको पनि थिएन, केही थिएन। अनि त्यसमाथि अब दुईवटा साथीहरू फेरि अब त्यत्तिकै हामीसँगै बसिरहेको थियो है। उनीहरूलाई त अब पहिल्यै भिनाजुले भन्नुभएको थियो कि 3 महिनामा तिमीहरूलाई काम सिकाइदिन्छु, बस्न खाना दिन्छु भनेर भन्नुभएको थियो। र मैले चाहिँ काम गर्नेहरूलाई भर्खर सुरुमा काम सिक्नेहरूलाई पहिला यस्तै सिस्टम थियो। तर हुन त हामीलाई पनि त्यस्तै सिस्टम हुने हो, तर हामी चाहिँ अब सालो परेर होला भिनाजुले नै भन्ने कुरो हुँदैन थियो। अनि हामीलाई 2-4 पैसा माग्दाखेरि पनि दिनुहुन्थ्यो र घरमा 2-4 पैसा चाहियो भन्दाखेरि पनि दिनुपर्ने बाध्यता हुन्थ्यो हैन। अनि अब हामीलाई त त्यसरी चलिरहेको थियो, तर साथीहरूलाई चाहिँ अब नचल्ने भयो। अब हामीले पाल्न पनि नसक्ने, सधैँ कोठा भाडा तिरेर खाना बस्न सबै दिन पनि नसक्ने। अनि त्यो भइसकेपछि साथीहरूले चाहिँ बिस्तारै अब काम छोड्ने कुरो गर्न लागे। बिचारा अब पैसै नभएपछि कसरी बस्ने, कसरी खाने हैन। उनीहरूलाई पनि गाह्रो, घरबाट मगाउने कुरै भएन। अनि उनीहरू जान्छु भन्न लाग्यो। अब मैले पनि ठिकै छ, जाउँ त, अब के गर्नु त, अब हामीले पनि तिमीहरूलाई पाल्न नसक्ने भन्ने कुरो भयो। भइसकेपछि साथीहरू जाने कुरो भयो र साथीहरू गइसकेपछि मलाई पनि कता नमजा लागिरहेको थियो। सँगै बसेको साथी, अब सँगै पढाएको साथी, सानैदेखि सँगसँगै बस्दै सँगसँगै अब तल्लो घर माथिल्लो घर गर्दै आइरहेको साथीभाइ हैन। अब जे जस्तो भए पनि अब चित्त त बुझाउनै पर्यो। साथीहरू अब उतातिर गए, म पनि अब यतातिर आफ्नै अब त्यही पहिलाकै काम गरिरहेको थिएँ। गर्ने क्रममा एक दिन गाउँको दाइ आइपुग्नु भयो। अनि दाइसँग अब भेटघाट भयो। अब परदेशी लाइफ त्यही त हो, दुःख सुखको गफ भयो, कमाइ समयको गफ भयो। त्यस पछाडि दाइले भन्नुभयो, ठिकै छ त, तिमी त्यसो भने मसँग काम गर न त। मसँग काम गर्दाखेरि दिनको 60-65 रुपियाँ दिन्छ भन्ने कुरो गर्नुभयो। अनि कोठा भाडा पर्दैन, खाना मात्रै हो भन्ने कुरो गर्नुभयो। अनि त्यसो भएपछि मैले काम छोड्ने निर्णय गरेँ र उता काम गर्न जाने निर्णय गरेँ। अनि अब त्यतिकै फुट्टा निस्केर जाने कुरो त भएन। दिदी भिनाजुलाई कुरा गरेँ। अब दिदी भिनाजुले चाहिँ भन्दै हुनुहुन्थ्यो, किन जान्छौ वहाँनिर भारी पुग्न, गाउँघरमा नि दुःख गरेरै आएको मान्छे हो तिमी, अब कति दुःख गर्छौ, अब यहाँ पनि बिस्तारै कमाइ भइहाल्छ नि, मलाई चाहिँदाखेरि मैले दिएकै छु भन्ने कुरा गर्नुभयो। अब त्यही त हो होइन। अब सानो पुरानो ठुलो बुद्धि। मैले भने होइन, म अब साथीहरू सबै गयो, म उतै काम गर्छु, पछि भएन भने आउँछु भन्ने कुरो गरिसकेपछि दिदी भिनाजुले भन्नुभयो, ल ठिकै छ जाऊ। अब कोठा के गर्छौ भन्ने कुरोमा चाहिँ भयो। अनि कोठा चाहिँ अब भाइहरूलाई सोधेँ मैले। अनि भाइहरूले हामी गर्छौँ भन्ने कुरो भयो। अनि उनीहरू त्यहीँ बस्न लाग्यो। म आफ्नो कपडा लिएर भोलिपल्ट लागेर अब दाइ ठ्याक्कै यहाँ बस्नुहुन्छ भन्ने त थाहा थिएन। अब चक्रवत चोकसम्म आइज, त्यहाँ आएर मलाई कल गर भन्नुभएको थियो। अनि अब अहिलेको जस्तो मोबाइल त होइन, त्यहाँ चक्रवत चोकमा गएर लोकल फोनबाट फोन हाने। अनि दाइ आउनुभयो, आएर लिएर जानुभयो, लिएर गएर राख्नुभयो वहीँकै काम गर्ने ठाउँमा। बस्ने ठाउँ चाहिँ त्यही जस्ताले बारेर टक्क राख्नुभएको रहेछ। अनि सुत्ने बेड चाहिँ त्यहीँको प्लाईहरू यसो मिलाएर राख्नुभएको रहेछ। अनि यही केटा बस्ने ठाउँ, अब खानासाना अब यहीँ बनाउने हो, यहीँ खाने हो, यहीँ सुत्ने हो भनेर भन्नुभयो। अब त्यो देखेर चाहिँ कता नमजा पनि लागिरहेको थियो, अब खुसी पनि लागिरहेको थियो। अब कस्तो हुन्छ, नयाँ
ठाउँ दाइ त्यति भनेर छोडेर जानु भइहाल्यो। अनि बेलुका सबै गाउँका दाइहरू आउनुभयो, सबै गाउँकै दाइहरू हुनुहुन्थ्यो त्यहाँ काम गर्ने। अनि आएर ल केटा तँ आइछस्, अब यहाँ चाहिँ यस्तो यस्तो हुन्छ, काम अलिक गाह्रै छ, मिलेर गर्नुपर्छ भन्ने कुरा गर्नुभयो। अनि हुन्छ दाइ गरौँला नि भने अब भोलिपल्ट त्यस पछाडि लिएर जानुभयो दाइले, लगेर ठेकदारसँग भेटघाट गराउनु भयो। काममा लागिसकेपछि अब त्यो बेलुका बिहान गाउँघरतिर अब घाँस दबरा गराए जस्तो कहाँ सजिलो हुन्थ्यो र दिनभरि अब त्यो सिमेन्ट बाल्ला बोक्नलाई। तर पनि अब गर्छु भनेर यहाँबाट काम छोडेर गएको छ। गएर अब कामसाम गर्नलाई लागेँ अरू साथीहरू सँगसँगै। पहिला सुरुमा त त्यस्तो हल्का फुल्का कामहरू दिनुभयो, इँटा सिटा ल्याउने, अब त्यो घोलेको सिमेन्टहरू मिस्त्रीलाई लगाएर दिने काम दिनुभयो। अब भोलिपल्ट पर्सिपल्टदेखि त भारी बोक्नु पऱ्यो नि, पहिल्यै भनेर लिएर आएको छ। अनि भोलिपल्ट पर्सिपल्टदेखि चाहिँ डह्रो तालले सिमेन्टी बालुवा, अब त्यो खोलाबाट भर्खर निकालेको बालुवा त भइगयो तर छुइने बोक्यो। डह्रो तालले सिमेन्ट बालुवा बोक्ने, अनि गिटी बोक्ने, इँटा बोक्ने, बिस्तारै यस्तो कामहरू गर्दै जाने क्रममा 7-8 महिना बित्यो। 7-8 महिना नै होइन, 6-7 महिना बित्यो होला। 6-7 महिना पछाडि फेरि अब दसैँ आयो, दसैँमा घर जाने कुरो भयो। अनि अब सबै दाजुभाइहरूले हिसाब किताब गऱ्यौँ। अनि कति त्यति बेर मैले 6-7 महिना काम गर्दाखेरि कति 4,000-4500 कति कमाएको थिएँ के अरे। त्यस पछाडि घरतिर यसो खर्च पनि बाबामालाई 2-4 पैसा ल भनेर दिनै परेको, अनि किनमेल पनि गर्नै परेको, घरतिर यसो मरमसला पनि लग्नै परेको दसैँको बेला। अनि किनमेल गरियो, किनमेल गरेर ज्यामी काम गरेर कसरी लाउरे बनेर घर गइयो भनेर अर्को भिडियोमा भन्नेछु। अहिलेको लागि यति नै है त साथीहरू, बाइ।